मलाई धेरै साथीहरूले पनि सोध्नुहुन्छ एज अ फाइनान्स ब्रोकर तपाईँलाई पनि पक्कै नै यो प्रश्न धेरै आउँछ होला। भर्खरै पिआर आइसकेपछि हामी धेरैको द ग्रेट अस्ट्रेलियन ड्रिम भनेको जस्तै एउटा नयाँ गाडी चढाउँ, सफा गाडी चढाउँ, ब्रान्ड न्यू गाडी चढाउँ र सँगसँगै घर पनि लिने इच्छा हुन्छ। यो दुईटामा अब लोनमा गाडी लिने र घर लिने पनि प्लान छ र यसले अब होम ओनरसिप जर्नीमा के कस्ता इम्प्याक्टहरू गर्छ। अब यसमा चाहिँ हामीले विच ओभर विच भनेको जस्तो केसपछि के गर्दा बेटर भन्ने त्यसमा थोरै प्रस्ताइदिनुहुन्छ? डेफिनेटली यो तपाईँले भने जस्तै हजुर हामीलाई पनि आउँछ यो क्वेसन चाहिँ बारम्बार। पिआर पाइसकेपछि सबैजनाको त्यही नै चाहना हुन्छ होइन, विच इज फेयर इनफ होइन र यत्रो वर्ष दुःख गरे पनि हुन्छ। तर यदि तपाईँको घर लिने प्लान छ फ्युचरमा अथवा तपाईँको 6 महिना 1 वर्ष 2 वर्षभित्र प्लान छ भने चाहिँ गाडी किन्दाखेरि लोनमा चाहिँ नकिन्नुहोस् भनेको चाहिँ होइन, तर त्यसले तपाईँको लोनको अफोर्डेबिलिटी अथवा जुन तपाईँको बोरोइङ क्यापासिटी आउनुपर्ने हो त्यो चाहिँ कम हुन्छ, तपाईँको बोरोइङ घटाउँछ। अब डिपेन्डिङ अन तपाईँले लोन कति लिनुहुन्छ भन्ने कुरामा हुन्छ। जति धेरै ठुलो लोन भयो त्यति तपाईँको बोरोइङ क्यापासिटी घट्दै आउँछ घर लिने बेलामा। अब यदि फर इक्जाम्पल तपाईँको इन्कम स्टेबल छ होइन, अनि त्यसपछि सेभिङ्स पनि राम्रो छ, सबै छ र तपाईँको लोनले चाहिँ कार लोनले चाहिँ तपाईँले चाहिएको जति भोलि घर किन्ने बेलामा तपाईँलाई बोरोइङ तपाईँलाई आयो भने चाहिँ फरक परेन होइन, केही पनि फरक परेन। तर फर इक्जाम्पल तपाईँको बोरोइङ चाहिँ लिमिटेड भइदियो घर किन्ने बेलामा र त्यसको दोष चाहिँ सबै कसलाई गयो कार लोनलाई भनेपछि मजा आउँदैन त्यतिखेर। त्यही भएर अब त्यो चाहिँ पहिल्यै प्री प्लान गरेर यसले चाहिँ मलाई मेरो अर्को प्रायोरिटी ड्रिम कुन चाहिँ प्रायोरिटी हो, घर हो कि गाडी होइन, सेकेन्ड प्रायोरिटी ड्रिम तपाईँको गाडी हुनसक्छ, कसैको फर्स्ट हुनसक्छ, इट्स अल अप टु यु। तर तपाईँको एउटा घर किन्ने ड्रिममा तपाईँको कार लोनले कतिको इम्प्याक्ट पार्छ त्यो कुरा चाहिँ पहिल्यै एसेस गरेर किन्नु भयो भने चाहिँ फरक